टिचिङ लाइसेन्स निमावि तको इक्जाममा सोधिएको सबै प्रश्नोत्तरहरूको बारेमा यस भिडियोमा चर्चा गर्नेछौँ। यस अनुसार आफ्नो मिलाउनु होला है, 25 मिल्नुपर्छ पास हुनको लागि। ल सुरु गरौँ। पहिलो प्रश्न यस प्रकार रहेको थियो, सेट है, कुनै पनि शिक्षकको सिकाइ सामग्री र भित्ते सामग्रीको उपयोगलाई संयोजन गरेर कक्षा कोठा बसाइ व्यवस्थापन गर्छन् भने यसले परिमाणमा सबैभन्दा बढी योगदान पुर्याउँछ। कुन परिमाणमा योगदान पुर्याउँछ त? अप्सन बी ठिक छ है, विद्यार्थीहरूको सहभागिता, दृश्य अनुभव र अर्थपूर्ण सिकाइ सुदृढ गर्ने। यो वाक्यले धेरै कुराहरू समेटेको छ। सही उत्तर हो अप्सन बी। ल कतिजनाको मिल्यो कमेन्ट चाहिँ गर्न सक्नुहुन्छ। त्यसै गरी दोस्रो प्रश्न, ल गुणस्तरीय शिक्षाको सूचक तलको मध्ये कुन चाहिँ हो? सूचक भनेको तीनवटै हुन् है, ए पनि हो, बी पनि हो, सी पनि हो। सही उत्तर हुन्छ माथिको सबै। ल कतिजनाले यसमा गोल लगाउनु भएको। तेस्रो प्रश्न, शिक्षकको पेशागत विकास प्रारूप 2080 अनुसार शिक्षकलाई कति अवधिको सेवा प्रवेश तालिम दिने व्यवस्था रहेको छ? सिम्पल छ है, सही उत्तर 30 दिनको। ल चौथो प्रश्न, सामाजिक निर्माणवादी सिद्धान्त प्रतिपादन गर्ने मनोवैज्ञानिक को हुन्? यो पनि सिम्पल नै छ, लेव भिगोस्की। पाँचौं प्रश्न, राष्ट्रिय शिक्षा नीति 2076 अनुसार प्रारम्भिक बाल विकास तथा शिक्षा सम्बन्धी कार्यनीति कुन होइन भनेको छ? ए चाहिँ होइन है, बीसीडी हुन्, ए चाहिँ होइन। ल कतिजनाको मिल्यो कमेन्ट चाहिँ गर्न सक्नुहुन्छ। छैटौं प्रश्न, तल दिएको मध्ये कुन सामाजिक न्यायको तत्त्वभित्र पर्दैन? समता पर्छ, समानता पर्छ, कानुन बमोजिम व्यवहार पर्छ, विभेद चाहिँ पर्दैन है, यो चाहिँ नेगेटिभ कुरा भयो। सही उत्तर हो विभेद। यसमा पास हुने सम्भावना छ भने आगामी चरणको तयारी गर्नुहोस् है। त्यसको लागि सफल एजुकेसन सेन्टरमा पनि बवाल एफर्ट चलिरहेको छ है। हो 50% छुटमा हजुरहरू पढ्न पाउनुहुन्छ। 2000 मात्रै लाग्छ है, फुल कोर्स हजुरहरू पढ्न पाउनुहुन्छ। एउटै फीमा प्रावि निमावि पढ्न मिल्छ है। भर्नाको लागि यहाँ दिएको वाट्सएपमा हजुरहरू कल मेसेज गरी कुराकानी गरी भर्ना गराउन सक्नुहुन्छ। भर्ना भएदेखि इक्जामसम्म 2000मा पढ्न मिल्छ। सिट भनेको 17वटा मात्र खाली रहेको छ है। पढ्ने साथीहरू आजै भर्ना गराउनु होला। पास हुने कुरा लगभग ग्यारेन्टी नै हुन्छ है। सो यो अफर नगुमाउनुहोस्, यही समयमा क्लास लिए नाम निकाल्नुहोस्। अनलाइन क्लास भइरहेको छ है। त्यसै गरी सातौं प्रश्न, विस्मरणका सैद्धान्तिक कारणहरूमध्ये पहिले सिकेका कुरालाई पछि सिकेका कुराले प्रभाव गर्छ र पछिको सिकेका कुराले पूर्व सिकाइलाई निष्क्रिय बनाउँछ भन्ने मान्यता तलक मध्ये कुन सिद्धान्त अन्तर्गत पर्छ? सही उत्तर हस्तक्षेपको सिद्धान्त। कतिजनाको यो मिलेको छ। ल आठौं प्रश्न, शिक्षकको पेशागत विकासको मुख्य उद्देश्य के हो? गुणस्तर सुधार मुख्य चासो। ल भन्नुहोस् त कुन अप्सनमा गुणस्तर दिएको छ? सर अप्सन डीमा। सही उत्तर हो अप्सन डी। नौं प्रश्न, विद्यालयमा राखिने नागरिक वडापत्रको मुख्य उद्देश्य के हो? सही उत्तर अप्सन सी, प्रदान गर्ने सेवा र लाग्ने समयबारे सेवाग्राहीलाई सूचित गरी पारदर्शी बनाउने। 10औं प्रश्न, कक्षा कोठा विविधता व्यवस्थापन गर्दा शिक्षकले तल उल्लेख मध्ये कुन कुरालाई कम ध्यान दिएर पनि हुन्छ? सही उत्तर अप्सन डी, शिक्षकको योग्यता र विद्यार्थीको शारीरिक आकार। 11औं प्रश्न, विद्यालयमा वार्षिक शैक्षिक योजना तयार गर्ने मुख्य जिम्मेवारी कसको हो त? विषय शिक्षकको हो। 12औं प्रश्न, तपाईको कक्षामा केही विद्यार्थी छिटो सिक्ने र केही तुलनात्मक रूपमा बिस्तारै सिक्ने गर्छन्। यस्तो अवस्थामा विविधताको व्यवस्थापन गर्न तपाईले अपनाउने सबैभन्दा उपयुक्त रणनीति कुन हो? यसको चाहिँ सही उत्तर हो अप्सन सी, छिटो सक्नेलाई थप सृजनात्मक कार्य र बिस्तारै सिक्नेलाई उपचारात्मक शिक्षणको व्यवस्था गर्ने। ल अर्को प्रश्न, जलवायु परिवर्तनको असरबारे पढाउन शिक्षक विद्यार्थीलाई आफ्नो समुदाय टोलमा गएर स्थानीय बासिन्दाहरूसँग कुरा गरी वास्तविक जानकारी सङ्कलन गर्न र प्रतिवेदन बनाउन लाग्नुभयो। यो शिक्षण विधि कुन हो त? परियोजना विधि हो है। 14औं प्रश्न, प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ भन्ने व्यवस्था नेपालको संविधानमा उल्लेखित देखाएका मौलिक हकहरूमध्ये कुन मौलिक हक अन्तर्गत पर्छ? सही उत्तर बालबालिकाको हक। 15औं प्रश्न, शिक्षकले कक्षामा मानव पाचन प्रणाली पढाउन पाठ्यपुस्तकको चित्रको सट्टा इन्टरनेटबाट खोजी गरी एउटा एनिमेटेड भिडियो देखाउनुभयो। यहाँ सूचना तथा सञ्चार प्रविधिको प्रयोगले शिक्षणमा पुर्याएको मुख्य फाइदा कुन हो त? सही उत्तर अप्सन बी, अमूर्त र जटिल विषयलाई दृश्य रोचक बनाएर बुझ्न सजिलो। 16औं प्रश्न, विद्यालयको सुधारका लागि विद्यालय व्यवस्थापन समितिको मुख्य जिम्मेवारी तलको मध्ये कुन हो? यसको चाहिँ सही उत्तर विद्यालय र समुदायको सम्बन्ध सुधार गर्ने। 17औं प्रश्न, विद्यालय शिक्षामा नागरिक समाजको भूमिका तलको मध्ये कुन चाहिँ होइन भनेको छ है? होइन भनेपछि त अप्सन डी हुन्छ, शैक्षिक प्रमाणपत्र वितरण गर्ने। 18औं प्रश्न, विद्यालय शिक्षामा गुणस्तर वृद्धि अपेक्षित रूपमा हुन नसक्नुको मुख्य कारण कुन हो? अप्सन ए ठिक छ है, शिक्षकको अपर्याप्त तालिम र निरन्तर पेशागत विकासको अवसरमा कमी। 19औं प्रश्न, नेपालको संविधानको धारा 31मा उल्लेखित मौलिक हक अन्तर्गत कुन तहसम्मको शिक्षा निःशुल्क पाउने हक रहेको छ? माध्यमिक शिक्षा निःशुल्क है। आधारभूत भनेको अनिवार्य र निःशुल्क। 20औं प्रश्न, आधारभूत तह 1 देखि 3
को पाठ्यक्रममा समेटिएका व्यवहार कुशल सिप मध्ये कुन चाहिँ सिप सूचाइ सिप अन्तर्गत पर्दछ? सही उत्तर अप्सन बी निर्णय तथा समस्या समाधान। 21औं प्रश्न, यदि कुनै विद्यार्थी 75 दिनमा 60 दिन कक्षामा उपस्थित रहेछन् भने निजको अनुपस्थिति प्रतिशत कति हुन आउँछ? सही उत्तर 20%। 22औं प्रश्न, शिक्षकले विद्यार्थीको परीक्षाफल तयार गर्न, अङ्कहरू जोड्न, प्रतिशत वा ग्रेड निकाल्न र औसत गणना गर्न अफिस प्याकेज कुन हो? सही उत्तर माइक्रोसफ्ट एक्सेल। ल त्यसै गरी 23औं प्रश्न, लेटर ग्रेडले विद्यार्थीको कस्तो सिकाइ स्तरलाई जनाउँछ? यसको चाहिँ सही उत्तर हो अति उत्तम, एक्सिलेन्ट है। ल 24औं प्रश्न, समालोचनात्मक चिन्तन विधिले विशेष गरी तलको मध्ये कुन सिपको विकास गर्छ? यसको पनि उत्तर ए हो है, विचार, तर्क, आलोचनात्मक निर्णय। 25औं प्रश्न, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 कुन तहसम्म लागू हुन्छ? 12 सम्म है, त्योभन्दा माथि होइन। अन्तर सांस्कृतिक क्रस कल्चरल अनुसन्धानमा सबैभन्दा धेरै प्रयोग हुने विधि कुन हो? सही उत्तर सर्वेक्षण है, सर्वे। 27औं प्रश्न, तलको शैक्षिक विकासका योजनाहरूमध्ये सबैभन्दा विकेन्द्रित योजना कुनलाई मानिन्छ? विद्यालय सुधार योजना हो। 28औं प्रश्न, पेशागत विकासका नमुनामध्ये तुलनात्मक रूपमा कुन नमुनामा पेशाकर्मीको स्वनिर्देशन र सक्रियता कम रहन्छ? तालिम कार्यशालामा। 29औं प्रश्न, विद्यालयमा हुने पठन पाठन सम्बन्धमा अन्तर्क्रिया गर्न मुख्य नेतृत्वदायी भूमिका कसको हुन्छ? विद्यालय व्यवस्थापन समितिको। कुनै कक्षाको कुनै एउटा विषयमा पठन पाठन हुने विषयवस्तुको सिकाइ सोही कक्षाको अन्य विषयहरूमा पठन पाठन हुने विषयवस्तुहरूले सहयोगी भूमिका निर्वाह गर्ने गरी बनाइएको पाठ्यक्रमको सङ्गठन तलको मध्ये कुन समन्वय अन्तर्गत पर्छ? सही उत्तर समतलीय समन्वय। 31औं प्रश्न, शिक्षक निर्देशिकाले शिक्षकलाई के कुरामा सहयोग पुर्याउँछ त? शिक्षण विधि छनौट, क्रियाकलाप र सामग्रीको प्रयोग। 32औं प्रश्न, शैक्षणिक योजनाको प्राथमिक लक्ष्यसँग सम्बन्धित विशेषता तलको मध्ये कुन हो? सही उत्तर अप्सन बी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने। 33औं प्रश्न, कार्यमूलक अनुसन्धानको चक्र के हो? PAOR, योजना, कार्य, अवलोकन, प्रतिबिम्बन। कतिजनाको यो प्रश्न मिल्यो? एकचोटि कमेन्ट गर्नुहोस् त। ल 34औं प्रश्न, सूचना तथा सञ्चार प्रविधिको प्रयोगले विद्यार्थीमा कुन सिपको विकास गर्न सहयोग पुर्याउँछ? सही उत्तर सृजनशीलता र समस्या समाधान सिप। 35औं प्रश्न, दिएको तेस्रो शब्दसँग सम्बन्धित चौथो शब्द छान्नुहोस् जहाँ पहिलो शब्द र दोस्रो शब्दबीच निश्चित सम्बन्ध रहेको छ। फुलको कोपिला भए चाहिँ तुलसीको मन्जुरी हुन्छ है, मन्जरी हुन्छ। 36औं प्रश्न, शिक्षकको कार्य सम्पादन मूल्याङ्कनका लागि छुट्याइएको 35 अङ्क मध्ये सुपरिवेक्षकले गर्ने मूल्याङ्कनका लागि कति अङ्क भार छुट्याइएको छ त? 6 अङ्क। 37औं प्रश्न, एकीकृत विद्यालय भन्नाले तलको मध्ये कुन खालको विद्यालयलाई बुझाउँछ? सही उत्तर विशेष शिक्षा सहितको विद्यालय। 38औं प्रश्न, गुणस्तरीय शिक्षा विकासका लागि शिक्षक, अभिभावक र समुदायको समन्वय किन महत्त्वपूर्ण हुन्छ त? शैक्षिक कार्यक्रमको योजना, अनुगमन र सुधारको प्रभावकारिता वृद्धि गर्न। 39औं प्रश्न, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सञ्चालन गर्ने विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण हाल कुन कक्षामा गरिएको छैन त? कक्षा 12मा गरिएको छैन। 40औं प्रश्न, तल दिएको मध्ये पाठ्यक्रमको तत्त्वहरूको उपयुक्त क्रम चाहिँ कुन हो? सही उत्तर उद्देश्य पहिला, मूल्याङ्कन अन्तिममा। उत्तर यसको अप्सन सी। 41औं प्रश्न, शिक्षण सिकाइमा प्रयोग हुने सहायक प्रविधिको उदाहरण तलको मध्ये कुन हो? सही उत्तर टेक्स्ट टु स्पिच सफ्टवेयर। 42औं प्रश्न, शिक्षण सिकाइमा प्रयोग गर्ने निर्णयात्मक मूल्याङ्कन सम्बन्धमा तलको मध्ये कुन भनाइ ठिक छ? भनाइ 2 र 3 मात्र ठिक है, पहिलो चाहिँ बेठिक रहेको छ। 43औं प्रश्न, एउटा व्यापारीले रु 500मा किनेको सेतो पाटी 600मा बेच्नुभयो। उहाँले नै 600मा किनेको मार्कर 500मा बेच्नुभयो भने केही हुँदैन है, न नाफा हुन्छ न घाटा हुन्छ। 44औं प्रश्न, विद्यालय तहमा स्थानीय पाठ्यक्रमको निर्माण, कार्यान्वयन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी कसको हो त? सम्बन्धित स्थानीय तहको हुन्छ है। 45औं प्रश्न, विद्यार्थीहरूलाई ससाना समूहमा विभाजन गरी एउटै लक्ष्य प्राप्तिका लागि एक आपसमा मिलेर काम गर्न लगाउने शिक्षण विधिलाई के भनिन्छ? सही उत्तर सहयोगात्मक सिकाइ विधि, समूहगत पनि भनिन्छ है। 46औं प्रश्न, विद्यालयको शैक्षिक गुणस्तर सुधारमा प्रभाव पार्ने सरोकारवालाहरूमध्ये प्राथमिक सरोकारवालाहरूको समूह कुन हो? सही उत्तर अप्सन डी शिक्षक, विद्यार्थी, अभिभावक र समुदाय। 47औं प्रश्न, सिकाइमा वैयक्तिक भिन्नतालाई प्राथमिकता दिँदा तलको मध्ये कुन विषयमा जोड दिनु उचित हुन्छ? यसको चाहिँ सही उत्तर अप्सन सी विषयवस्तु सिकाइको गति र तरिकामा अनुकूलन। 48औं प्रश्न, घटना अध्ययन मूलत कुन प्रकारको अनुसन्धान हो त? गुणात्मक अनुसन्धान हो। 49औं प्रश्न, एउटा शिक्षकले महामारीको समयमा विद्यार्थीहरू भौतिक रूपमा विद्यालय आउन नसक्दा रेडियो, टेलिभिजन र इन्टरनेट मार्फत मिश्रित वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिनुभयो। यो कार्यले शिक्षकको कुन क्षमतालाई सबैभन्दा बढी प्रस्फुटन गर्छ? सही उत्तर अप्सन सी परिस्थिति अनुसार शिक्षण प्रक्रियालाई रूपान्तरण र नवप्रवर्तन गर्ने क्षमता। अन्तिम प्रश्न, अनुसन्धान कार्यमा प्राथमिक तथ्याङ्क सङ्कलनको साधन तलको मध्ये कुन हो? प्राथमिक भनेको फर्स्ट ह्यान्ड इन्फर्मेसन। यसको चाहिँ सही उत्तर प्रश्नावली। यो बाँकी सबै द्वितीय हुने है।
ल आजको एक्जाममा पास हुने सम्भावना छ भने आयोगको तयारी गर्नुहोस्। त्यसको लागि सफल एजुकेसन सेन्टरमा 50% छुटमै पढाइ भइरहेको छ। यो अनलाइन क्लास 2000मा हजुरहरू प्रावि निमावि मावि सबै पढ्न पाउनुहुन्छ परीक्षासम्म। र पास हुने सम्भावना छैन भने प्रासको तयारी गर्दा पनि हुन्छ। प्राविधिक सहायक प्रासको अनलाइन क्लास सुरु भइसकेको छ। यसमा फर्म भर्नको लागि 12 को मार्कसिट चाहिन्छ, लाइसेन्स तर चाहिँदैन। लाइसेन्स बिना हजुरहरू प्राविधिक सहायक बन्न सक्नुहुन्छ। भर्नको लागि तल दिएको 9810222141मा वाट्सएपमा कल मेसेज गर्न सक्नुहुन्छ। फी भनेको 2000 मात्र। एक्जामसम्म फुल्ली कोर्स पढ्न पाउनुहुन्छ। थप जानकारीको लागि उक्त नम्बरमा सम्पर्क गर्नुहोला।